हेलो, जय श्री राधे राधे सम्पूर्णमा हर हर महादेव। भोलि बिहान र आज बेलुका सद्बिउ छर्ने कार्यक्रम अथवा बाला चतुर्दशी सुरु भएको छ। आज बेलुका पितृ अथवा पितृको नाममा दीप प्रज्वलन गरेर सद्बिउ छरेर त्यो दीप रातभरि दीप प्रज्वलन गरेर त्यो दीपलाई चाहिँ भोलि बिहान ब्रह्म मुहूर्तमा गंगाको नजिक अथवा महादेवको नजिक शिवजीको नजिक त्यहाँ विसर्जन गरेर अनि आरती गरेर 14वटा बातीको आरती गरेर त्यस पछाडि हामीले सद्बिउ छर्ने कार्यक्रम गरिन्छ। सद्बिउ चाहिँ छर्नको लागि चाहिँ कुनै पनि व्यक्ति मरेकाले पितृहरूको लागि मात्रै छर्ने हैन, यो हामी सबैले छर्न सक्छौं आफ्नो सुख शान्ति समृद्धि उज्जवल भविष्यको लागि। त्यसैले गर्दा मैले चाहिँ सद्बिउ छर्नको लागि रेडी गर्दैछु भनौं न, यहाँ रेडी गर्दैछु। अझ धेरै चीजहरू हाल्न बाँकी नै छ। हामीले आफूसँग भएका चीजहरू राख्न सकिन्छ र बजारबाट किनेर पनि हामीले चाहिँ राख्न सक्छ। विशेष गरेर भन्नुपर्दा चाहिँ सद्बिउ भनेको सत्यको विजय, सत्य चीजहरू भन्ने बुझिन्छ हैन। र यसमा हामीले कति छर्ने, कति मात्रामा छर्ने, के छर्ने, के राखेर छर्ने, यी सबै कुराहरू हामीले प्राय नबुझेर पनि धेरै मान्छेहरूले चाहिँ यो सद्बिउ छर्ने कार्यक्रम चाहिँ पितृहरूको लागि मात्रै हो भन्नुहुन्छ। त्यो चाहिँ गलत हो हाम्रो बुझाइ। सद्बिउ छर्नको लागि पितृ नै हुनुपर्छ भन्ने हुँदैन। हामी सबैका लागि सद्बिउ छर्न पाइन्छ, छर्न मिल्छ। र सद्बिउमा तपाईले यहाँ देख्न सक्नुहुन्छ अहिले के राखेको छु भनेर जे जति हुन्छ उम्रिने चीजहरू चाहिँ हामीले राख्नु पर्दछ ताकि त्यो उम्रियोस् हैन। हामीले जसका नाममा छरेका छौं उसको नाममा त्यो बिउ उम्रियोस् भन्ने कामना गरिन्छ र उसका नाममा दीप प्रज्वलन पनि गरिन्छ। आफ्ना नाममा दीप प्रज्वलन गर्ने हैन, महादेव भोले बाबाको चरणको सानिध्यमा गएर। ल मैले चाहिँ यहाँनिर सद्बिउको लागि चाहिँ तयारी गर्दैछु। अब यसमा आफूले मन परेको चीजहरू मैले चाहिँ अब यहाँ यो वृन्दावनबाट ल्याएको हो। यो चाहिँ मैले बास्ना होस् भगवानको नाममा भनेर हर हर महादेव ओम नमः शिवाय अथवा हर हर महादेव भनेर चाहिँ हामीले यो सद्बिउ छर्ने काम गरिन्छ। सद्बिउ छर्दा चाहिँ ढुङ्गा माथि छर्ने हैन है भक्तजनहरू, प्लिज यो कुरालाई चाहिँ बुझ्नु। जहाँ उम्रिन्छ त्यहाँ छर्ने हो। सद्बिउ छर्ने भनेको चाहिँ उम्रिने ठाउँमा उम्रियोस् भनेर छर्ने हो नि त हामीले। त्यही भएर जहाँ उम्रिन्छ त्यही छर्ने। पशुपति क्षेत्रमा जाँदा मलाई यति अचम्म लाग्छ, यति नरमाइलो लाग्छ कि सबै ढुङ्गा माथि छर्नु भएको हुन्छ। त्यो बढार्नको लागि त्यो टेकेर जानुपर्ने हुन्छ, त्यहाँबाट पाप पैदा हुन्छ हैन। पाप भन्दा डराउने पर्ने कुरा हैन, तर त्यो ठाउँमा छर्ने हैन, जहाँ उम्रिन्छ त्यहाँ छरौँ हैन। र मैले अझै यहाँ तिल कम भएछ, तिल मिसाउँदैछु। विशेष गरेर परिवारका सदस्य हरेक सदस्यको एक मुठी राखे पनि हुन्छ, 14 मुठी राख्दा पनि हुन्छ हैन। नत्र अब जति तपाईहरुको परिवार जति हुनुहुन्छ त्यति मात्रामा राख्दा पनि हुन्छ, अब जति मात्रामा छर्दा पनि हुन्छ। यसमा यति नै छर्नु पर्छ भन्ने कुनै त्यस्तो ठोस प्रमाणहरू छैन। र मैले यहाँ अझै अलिकति चन्दन पनि राख्दैछु। अघि पनि मैले त्यो वृन्दावनबाट ल्याएको चन्दन राखेको हो, त्यही अनि अलि चन्दन अर्पण गर्दैछु। ओम नमः शिवाय 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 ओम नमः शिवाय। अझै तिल, यहाँ तिलको मात्रा कमै भइरहेको छ, छरियोस् अझै हैन। ओम नमः शिवाय 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 ओम नमः शिवाय। र मैले विभिन्न प्रकारका फुलहरूका ती बिउहरूलाई पनि मैले सुकाएर अस्तिदेखि राखेको छु, माथि सुकिरहेको छ। अब केही समयमा गएर मैले त्यो फुलहरू पनि लिएर आउने छु। राधे राधे। अनि त्यस मात्रामा मैले अहिले यहाँ तुलसी मन्जरी राखेको छु। यो मन्जरी मात्रै हैन, मन्जरी भित्र हुन्छ नि जुन बीज, त्यो बीजलाई पनि तपाईले यहाँ छ नि, यो बीजलाई पनि तपाईले राख्न सक्नुहुन्छ, किनकि त्यो चाहिँ उम्रिन्छ नि त यो हैन। हामीले विशेष गरेर उम्रिने चीजहरूलाई चाहिँ सद्बिउमा राख्ने हो है। अब चामल चाहिँ उम्रिदैन, चामल चाहिँ तपाईले राख्न सक्नुहुन्छ, तर भन्दा उम्रिदैन नि त चामल, यो चाहिँ उम्रिन्छ। त्यही भएर छर्दा पनि उम्रिने ठाउँमा छर्ने हो, जतासुकै छर्ने हैन है। ओम नमो भगवते वासुदेवाय ओम नमो नारायण ओम विष्णु 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 हरे राम 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 हरे हरे, हरे कृष्ण कृष्ण हे भगवान।
जन्मजन्मको पाप दुःख दारिद्र भय तनावहरू काल मृत्युहरू हर ओम विष्णु जय जय श्रीमन हर हर महादेव ओम नमः शिवाय 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 हर हर बोले नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। मैले चाहिँ यो रातो अबिर राखिरहेको छु अहिले, तपाईँहरूले हेर्न सक्नुहुन्छ। मैले चाहिँ यो मैले मात्र चाहिँ मेरो परिवारहरूको लागि छर्न लागेको पशुपति क्षेत्रमा भोलि चाहिँ कैलाश पशुपति क्षेत्रको माथिल्लो भाग कैलाश चाहिँ वर्षमा एक दिन बाला चतुर्दशीको दिनै खुल्ला रहन्छ। तपाईँहरूलाई थाहा छैन र मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूका लागि भोलि चाहिँ बाला चतुर्दशीको दिन चाहिँ खुल्ला रहनेछ है। र तल ढुङ्गा भएको ठाउँमा चाहिँ नछर्दिनु होला कृपया, माथि जहाँ उम्रिन्छ त्यो ठाउँमा चाहिँ छर्नलाई हामी सबैजना भएर छर्नुपर्छ। ब्रह्म मुहूर्त यानि 5 बजेदेखि 6, 7, 8 तपाईँहरूको टाइम भरिसके ब्रह्म मुहूर्तमा छर्ने हो। हर हर महादेव ओम नमः शिवाय ओम नमः शिवाय। यसलाई चाहिँ तपाईँहरूले चिन्नुभयो होला सायद होइन, तोरा भन्छ अथवा यसको नाम अर्को एउटा के पनि थियो, अहिले मैले छट्टै बिर्सेँ। विशेष गरेर यो तोरी चाहिँ होइन, यसलाई चाहिँ तोरा भन्छ। यो पहेँलो यो भगवानमै यो अर्पित हुन्छ विशेष गरेर होइन। यो पनि मैले अर्पण गरेँ, यो पनि उम्रिने चिज हो नि त, त्यही भएर यो पनि हजुरले लगाउन सक्नुहुन्छ है। गहुँ तोरी होइन। जय शम्भु शिवाय ओम नमः शिवाय। अब मैले यहाँ एड गर्दैछु है, तपाईँले देख्न सक्नुहुन्छ यहाँ के छ भनेर होइन। अब यहाँ मैले यो पनि एड गर्दैछु। ओम नमः शिवाय ओम नमः शिवाय हर हर भोले नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। अब मैले यहाँ एड गर्न केही बाँकी नै छ होला होइन। अब रेडी गर्दैछु। अब माथि फुल पनि सुकाएर राखेको छु, जुन सयपत्री अरू फुलहरूको चाहिँ हामीले सुकाएर राखेपछि त्यो चाहिँ उम्रिन्छ होइन। ल सबैलाई हार्दिक शुभकामना बाला चतुर्दशीको। ल सबैलाई हार्दिक मङ्गलमय शुभकामना। फेरि पनि बाला चतुर्दशीको। बाला चतुर्दशी भनेको बाल भनेको बालबालिका लागि विशेष गरेर चाहिँ हामीले मध्यनजर जो चाहिँ बालबालिकाहरू चाहिँ अल्पायुमा मरेका हुन्छन् होइन, दुर्घटना लगायत होइन, आत्मदाह गरेर अथवा आत्महत्या गरेर, जस्तै अस्तिको जेनजीको आन्दोलनमा भयो होइन, विभिन्न कारण मर्नुभएकाहरूको लागि चाहिँ विशेष गरेर बाला चतुर्दशीमा उनीहरूको लागि चाहिँ रातभरि दियो बालेर बसेर बिहान चाहिँ यो सद्बिउ छर्ने काम गरिन्छ होइन। किन छरिन्छ होइन, बच्चा अथवा सबैको आत्मशान्तिहरूको लागि, परिवारहरूको दीर्घायु स्वास्थ्य शान्ति प्राप्त गर्नको लागि होइन, पाप नाश होस् भनेर, पुण्य वृद्धि होस् भनेर होइन, प्राकृतिक अब होइन बाट चाहिँ हामीहरू बच्नको लागि होइन। कसले छन् यो विशेष गरेर घरमा जसको घरमा चाहिँ बालबच्चाहरू गुमेका छन् उहाँहरूले विशेष गरेर होइन, जसले पनि छर्न सकिन्छ। हामीले हाम्रो स्वास्थ्य दीर्घायुको लागि होइन नित्य पूजाहरू गरेर चाहिँ हामीले चाहिँ बिहान पूजासुजा गरेर चाहिँ छर्ने गरिन्छ होइन। अब यसमा कति मात्रामा भन्ने कुराहरू आउँछ बाला चतुर्दशीमा होइन। 14 देखि 108 दानाको प्रति सङ्ख्याहरूमा राख्न सकिन्छ यसमा होइन। अब केही ठाउँमा 7 प्रकारका पनि भन्ने गरिन्छ, केही ठाउँमा अब 14 प्रकारका पनि भन्ने गरिन्छ होइन। हजुरहरूले चाहिँ अब बीजहरू चाहिँ 7, 14 जति होइन 108 जति तपाईँले जति मात्रामा पनि राख्न सक्नुहुनेछ होइन। के राख्ने सामग्री भनेर चाहिँ तपाईँले बुझ्न चाहनुहुन्छ विशेष गरेर चाहिँ भने धान, मकै, गहुँ, कागुनो, तिल, चना होइन मैले यहाँ राखिसकेको छु। हरियो मुग भनेको हरियो मुग पनि मैले यहाँ राखिसकेको छु, तपाईँले देख्नुभयो होला होइन, हरियो मुग होइन। अनि सिमी भन्नाले सिमीको बीज है भित्रको, केराउको पनि भित्रको, मास मैले मास पनि राखिसकेको छु, तपाईँले यहाँ देख्नुभयो होला मास होइन। जौँ पनि राखिसकेको छु मैले, कोदो राखेको छुइनँ, चामल मैले राखिनँ किनकि त्यो उम्रिँदैन भनेर मैले धान राखेको छु। अब बदाम होइन, बदाम पनि राखेको छ यहाँनिर होइन। सब थोक चाहिँ यस्ता अन्नहरू जुन चाहिँ उम्रिन्छ त्यो अन्नहरूलाई चाहिँ हामीले समावेश गर्न सकिन्छ होइन। अब
कति मात्रामा 7 देखि 14 मैले हजुरलाई भनिसकेँ। कसरी छर्ने भन्ने कुरामा चाहिँ बिहान स्नान गर्ने, पूजा गरेर चाहिँ विशेष गरेर महादेवको वरिपरि शिवालयमा भिर चौरमा हैन, चौताराहरूमा, जलाशयहरूमा, चोक बाटो हैन, जहाँ चाहिँ उम्रिन्छ मठ मन्दिर वरिपरि हैन, जहाँ उम्रिन्छ त्यहाँ छर्ने हो हैन। अनि र अन्य र यो छर्दा चाहिँ हामीले कुन मन्त्र भन्ने भनेर चाहिँ चाहनुहुन्छ भने चाहिँ ओम नमो भगवते वासुदेवाय अथवा ओम नमः शिवाय भन्दै हजुरले छर्न सक्नुहुनेछ यसमा हैन। अब यसरी यो दिनमा चाहिँ हामीले सतर्क हुनुपर्ने कुराहरू चाहिँ कसैसँग झै झगडा नगर्ने हैन, रिस राग नराख्ने, नखाने चिजहरू विशेष गरेर नखाने। तपाईहरु अब बुझ्नुभयो होला सायद मैले के भने भनेर। नखाने चिजहरू नखाने हैन, माछा मासु जाँड रक्सी हैन, र अनावश्यक कुराहरू नगर्ने कसैसँग पनि। अनि कुनै पनि जीवहरूको हत्या नगर्ने, जानेर अथवा नजानेर, जे जसरी हुन्छ हैन। सबैलाई बाला चतुर्दशीको हार्दिक मङ्गलमय शुभकामना। यो चाहिँ पितृहरूको लागि मात्रै हैन, हामी सबैको लागि हो, हाम्रो उन्नति प्रगतिको लागि हो। त्यसैले सबैजना बाला चतुर्दशीको दिन आफ्नो छेउको महादेवको स्थलमा गएर, चौरमा गएर बाला चतुर्दशीको विशेष उपलक्ष्यमा हामीले चाहिँ हामी सबैले चाहिँ बाला चतुर्दशीको उपलक्ष्यमा सद्ब्युज छर्ने कार्यक्रम गरौँ। आज बेलुका बत्ती बालेर बसेर भोलि बिहानको ब्रह्म मुहुर्तमा हामीले चाहिँ छर्ने गरिन्छ यो सद्बीज। त्यसैले सबैजनाले छरौँ। जय श्री राधे, जय श्री कृष्ण, हर हर महादेव, जय होस्।